हेलो गाइज, आज 2-3 दिनको वेटिङपछि चाहिँ मैले ब्लग फाइनली हालेँ। किन भन्दाखेरि एडिटिङ यताउति गर्दाखेरि टाइम लाग्यो, अझै कपिराइट परेर फेरि एडिट गर्नु परेकोले भिडियो चाहिँ अलि ढिलो आयो। हामी चाहिँ हिजो गयौँ सुन्दरीचौरसम्म। एक्लै के जानु भनेर साथीको लागि अब भतिजा लिएर गएँ। अनि सुन्दरीचौर जानुभन्दा अगाडि चाहिँ यसो मैले भिडियो खिचेको थिएँ, अनि त्यही भिडियोलाई चाहिँ मैले क्लिप बनाएर हालिरहेको छु। 2 मिनट जतिको छ, म त पुगेपछिको छुट्टै। भिडियो चाहिँ त्यति राम्रो छैन, क्यामेरा सेकिङ भएको भइ गऱ्यो। अब स्टेबल छैन क्यामेरा पनि, रेडमी 14C मोबाइल हो। अब भए पनि जस्तो तस्तो गरेर मिलाएर हेरिदिनु होला भिडियोलाई चाहिँ। अनि राम्रो लाग्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला। साथीहरूलाई यस्तो सेयर गरेर अलिअलि सपोर्ट गरिदिनु होला। भिडियो चाहिँ मैले अलिक कमेडी एन्टरटेनिङ टाइपको फनी टाइपको बनाउने प्रयास गरिरहेको, तर भने जस्तो भयो नि। फुल भिडियो चाहिँ हेर्नु होला लास्टसम्म। मेरो फर्स्ट टाइम ब्लगमा चाहिँ अब भिडियो कटहरू एडिटिङहरू अलि राम्रो छैन, त्यो म अब सिक्ने प्रयास गर्दैछु। अनि ब्लगहरू पनि म अब योभन्दा अझै राम्रो एन्टरटेनिङ टाइपको चाहिँ भिडियो बनाउने प्रयास गर्छु। गाइज कमेन्ट पनि गर्नु होला है, म यसो रिप्लाई दिन्छु। अनि यो भिडियोमा अलि राम्रो भ्युज आयो भने बनाउने ट्राई गर्छु। यो भिडियो चाहिँ फुल हेर्नु होला। सुन्दर दृश्यहरू छ बिचमा सुन्दरीचौरको। अनि त्यसपछि साथै एउटा ठाउँमा त हामीलाई डर पनि लागेको थियो, ड्याममा। त्यो पनि एकदम राम्रो कमेडी टाइपकै छ। यताको बागमती खोला चाहिँ सबै दामी हो यताबाट। सुन्दरीचौर चाहिँ यहीँ अलिकति माथि छ र बागमती सुसाइरहेको छ मजाले। के गर्नु, बागमती यताबाट सफा उताबाट फोहोर छ। हो यहाँबाट सिधा हो। यहाँ चाहिँ नुहाउन मजा आउँछ अरे। नुहाउने भए यहीँ आउँ सबैजना गाइजहरू। अब के गर्नु, हामी 2जना मात्र आएको छ, तपाईँहरूले पनि बोलिरहनु हो। यता चाहिँ नेपाल विद्युत प्राधिकरण, नेपालले बनाएको आफ्नै विद्युत हो। बल्ल के गर्नु, त्यस्तै हो। हिँड्दै आएपछि टाइम लाग्छ। टोटल 2 घन्टा लाग्यो। अब माथि पोखरीमा जानुपर्छ बिस्तारै। यता हामीलाई
गाइस बल्ल बल्ल हामी सुन्दरी जलमा टिकट लाग्दैन होला भनेर आएको त टिकट त 200 रुपियाँ गयो फ्रीमा होला भने फ्रीमा नि हेर्न नपाउने सुन्दरता 200 ल अब टिकट बुझाउनु पर्ने होला बुझाउनु टिकट सो गाइस यता गर्ने दृश्य हेरौँ अब उता माथितिर अहिले झर्ना हेर्न जानुपर्छ झर्ना हेर्नलाई अब 200 रुपियाँ काट्नु परिहाल्यो दुई घन्टा हिँडेपछि बल्ल आइपुग्यो यो ठाउँ के गर्नु है अझै हिँडेर के पुग्ने 200 रुपियाँ खर्च गर्नु परिहाल्यो यता माथि आउनुलाई पैसा पनि फेरि बोकेको थिएन सुक्क गोजीमा धन्यले 25ले 500 बोकेको सजिलाई र तपस्या गर्ने भए आमै एउटा झरना चाहिँ आयो तर कुन झरना हो थाहा छैन वाह यार ब्युटिफुल एकदम फोटो खिच्दै यो त झन् खतरा झरना पुरै फोर्सले बगिरहेको खत्रै छ यार ओ माई गड यहाँ मात्र हो र माथि पनि रहेछ अझै हामी आइपुग्यो झरना झरना त ल यहाँबाट फोटो खिचेर हामी चल्दिएको माथि यतातिर त बबालै रहेछ नि झर्नाहरू ल है त 200 रुपियाँ है 200 रुपियाँ यस्तो भिडको लागि 200 रुपियाँ है ल बल्ल बल्ल घाम पाएँ यहाँबाट हामी 600 मिटर जति उकालो चढेछौँ सगरमाथा भन्दा नि बढी फिल भइसक्यो यहाँ हिँडेको त्यो दसैँले नपुग्छ भने चाहिँ यहाँ मुनिको झरना त्यहाँ मुनिको झरनामा चाहिँ आइपुग्यो हामी मेन ठाउँ आइपुग्यो कि मेन ठाउँ आउने बाँकी छ र यहाँ सैनिकले आएको रहेछ अब चाहिँ भिडियो बन्द गरौँ भिडियोले बन्द गर्नुपर्छ फेरि अर्को चेकिङ पोस्ट काट्यो होइन चेकिङ पोस्ट काट्यो तर पछाडि देखाउन मिल्दैन हामी पछाडि देखाउँदैन पनि हामी त डाँडै चढिसक्यो नि यार 600 मिटर उकालो चढिराख्नु भने डाँडै चढे जस्तो त हो नि यार यहाँबाट चाहिँ अलिक फास्ट हुनु चाहिँ उसलाई चाहिँ अल्छी लाएर टक्क बत्तालाई खेलाएर रेलिङमा मजाले के गर्ने यार हिँड्दै अल्छी लाग्छ त एकदमै ठाउँ भयो पो हिँड्दा अल्छी लाग्छ यस्तै हो हिँड्न सक्ने मात्र आयो भने चाहिँ यहाँ हामी त त्यही माथि 2 घन्टा मूलपानीबाट लाग्यो यता आउँदाखेरि अब यहीँ बित्छ होला 3 घन्टा 4 घन्टा त्यसरी फर्किने अँध्यारो चाहिँ अँध्यारै रहेछ यता अलि जाडो छ अलि नेनो नेनो कपडा लाएर आउनु टिकट त एउटाकै 500 हो नि टिकट त कहाँ है झुक्क्याएर मैले 100 रुपियाँ भन्दा नि एउटाकै 500 हो टिकट दुईजनाको 1000 यहीँ हामी कति धनी छ के थाहा 1000 रुपियाँ बोकेर 2000 तिरे ए पानीको त यहाँ 100 रुपियाँ ल्याए एउटा पानीको भयो नि अब फोटोसोटो खिचिया छ अब झरनामा अझै त माथि छ मेन झरना सुन्दरी जल झरना
हामी चाहिँ सुन्दरी जल मन्दिर जान लागिरहेछौँ होइन। सुन्दरी जल मन्दिर पनि कस्तो रहेछ हेरिदिउँ। त्यहाँबाट अब कहाँ आइपुग्यो मेन झरना मुनिको झरना हो कि यतातिर छ कि म त कन्फ्युज भयो यार गाइज। कता हो मेन झरना? माथितिर नि सुसाको आउँछ। कुनै ठाउँमा चाहिँ यता फोहोर रहेछ है। यहाँ आएको बेला चाहिँ फोहोर चाहिँ नगरौँ है। सिटिजन भएर मतलब अच्छा नागरिक भएर, अब इङ्ग्लिस त आउँदैन, अच्छा नागरिक भएर सरसफाइ गर्नुपर्छ, फोहोर गर्नु मिल्दैन। खै चल्दिउँ न, जहाँ भ्याउँछ चाहिँ चल्दिउँ। कुदिरहेको मजाले पानी त्यस्तो फोर्स आइरहेको माथिबाट। उतै गएर पौडी खेल्न सक्नुहुन्छ भने आउनु है सुन्दरी जल एकचोटि। हाम्रो 500 रुपियाँ चाहिँ अब अलि पस्ला जस्तो फिल भइरह। ओहो हेलो गाइज, केही नयाँ चिज देखिराख्नु भयो होला कानमा। 200मा लिएको है यो, किन 200 रुपियाँ एक्स्ट्रा बोकेर आयो भने यस्तो चुम्बक खालको पाउँछ। हामी अब पुल कट्नु लाग्छौँ। यहाँबाट उता बाटो चाहिँ मूल फर्क जाने बाटो, यो चाहिँ सक्यो बाटो होइन। अब चाहिँ फर्केको हामी यहाँबाट, हामी मन्दिरबाट फर्क्यो। अब माथितिर लाग्छ, अब माथिबाट चाहिँ कहाँ पुग्छ थाहा छैन। क्या खोल्ला कस्तो देख्छ, क्या खोल्ला त्यसै क्या मलाई ल गाइज। हामी चाहिँ मिस्टेकले उता गयो चाहिँ यता चाहिँ। ल माई गड बब्बाल भ्यू छ यता चाहिँ। ल माई गड बब्बाल भ्यू आयो। ओ माई गड भ्यू त बबाल छ त के हो यताबाट। ड्याम हो जस्तो लाग्यो है यो मलाई। ड्याम है डर लाग्यो यार। कस्तो कालो क्या हेर गाइजहरू होइन, घरमै बस्नु भन्दा यता सुन्दरी जलतिर आउँ। यहाँ चाहिँ फेरि अलिक डर लाग्छ, यहाँ चाहिँ अलिक डर लाग्दो ठाउँ छ। यहाँ चाहिँ अलिक मन थामेर आउनु होला। हामी दुईजना भएर अलिक डर लागिरहेको। तिमीले डर लाग्यो भनेर मलाई पनि डर लाग्यो कि, नत्र कस्तो मजा फिल भइरहेको थियो अगाडि। ल गाइज हेर्न यो ड्याम हो कि दामी चाहिँ दामी। मलाई पनि डर लाग्यो यार, पाउले भनेर मलाई पनि डर लाग्यो कि यार। जानी माथि जाने कस्तो अब फेरि फर्किन डर लाग्छ अहिले। अरे भाइ ये क्या हो रहा है? हमको तो डर नहीं लग रहा है पर हमको डर लगा दिया भतिज ने। यता माथि चाहिँ के रहेछ? हैट डर त लोड लाग्दो रहेछ नि यार। 2 जना मात्र भयो भने त 4 जना कि 5 जना आउनुपर्ने थियो त्यो ड्यामतिर। यार ओभर एक्टिङ होइन, मनभित्रबाटै कस्तो झस्सिङ भयो कि। खानेपानी हो जस्तो लागिरहेको यतातिर। खाइदिउँ पानी, खानेपानी नै हो पनि। बहुत डर लाग्यो यार त्यहाँ। उहाँहरू चाहिँ त्यहाँ डर नमानी बस्यो नि 3-4 जनाबाट। हामी 2 जनालाई चाहिँ डर लाग्यो क्या। पानी त मिठो हो त। हामी फर्केको गाइस उता लामाहरूसँग फर्किनु पऱ्यो। लामा गुरु लामाहरूसँग डर लाग्यो।
डर लाएर भए नि ए आमा हो डर लाग्छ यार यहाँ त यहाँ चाहिँ ल डर मानेरै आउनु पर्ने रहेछ है आउने त बसौँ डर यहाँ चाहिँ आउने बेला डर मान्नु होला कृपया यस्तो छ गहिरो पनि होला 20-30 मिटर 40 मिटर जति अब हेर्न ए यहाँबाट के आउला जस्तो भुथिलीमा के आउँछ नि सेम त्यस्तै आउला जस्तो फिल भइरहेको मलाई त हो होइन यहाँ चाहिँ हो क्या डर लाग्ने मेन डर लाग्ने यहाँबाट हेर्दा त्यहाँ डर लाग्दैन यहाँबाट हेर्दा मेन डर लाग्ने रहेछ क्या डर लाग्यो क्या उहाँ लामा गुरु लामाजीहरू आउनुभयो अरे मलाई म पनि भागेँ पावल पनि भाग्यो डरले के गर्नु यार हामी अझै नि बच्चे खाउँ डर लाग्छ के गर्नु ल हामीलाई खुट्टा दुखेर भएन यार के गर्नु त्यो मुनि सुन्दरजल वाटरफल हो नि त्यहाँ छ त एउटा बस्ने ठाउँ त्यहाँ बसौँला नि अब चाहिँ हामी ल यही बाटो हिँड्दछौँ होइन के गर्नु फर्स्ट टाइम भ्लगिङ गरिरहेको अब मोबाइल पनि सक्छ मोबाइलबाट आइफोन भएको भ्लग गर्न मजा आउँछ रेडमी 14C हो तर ठिकै छ क्वालिटी पनि क्यामेराको क्यामबाट हामीलाई चाहिँ नयाँ भिडियोहरू ल हामी अब हाम्रो स्टप चाहिँ यहाँ है हामी नन स्टप माथिसम्म हिँड्दै गएको थियौँ कहीँ नरोकिकन सुन्दर भ्यू हेर्नलाई एकदम सुन्दर छ आँखाले अब भिडियोमा कस्तो क्वालिटी आएर थाहा होइन तपाईँ आउनुभयो भने फिजिकली आउनु होला अब अर्को दोस्रो भ्यू चाहिँ फर्स्ट भ्यू कस्तो लाग्यो भन्नु अनि अर्को दोस्रो भ्यू चाहिँ यस्तो है ल बिचले यस्तो छ पुरै फोर्स ल्याइरहेको पानी पनि फोर्स ल्याइरहेको थियो त अनि यहाँ एकजना अल्छी लाएर सुतेको मतलब खुट्टा दुखेर सुतेको रे अब त्यही हो अब यहाँबाट घर फर्किन्छ अलिक बेलुका पनि हुन लागि 2-3 बजिसक्यो अब बस्यो पनि धेरै काम छैन होइन यता म भिडियो जस्तो मेरो राखेर चाहिँ गइराखेको किन भन्दा धेरै सुन्दर देखिरहेको क्या भिडियोमा भन्दा नि रियलमा चाहिँ अलिक सुन्दर देखिँदो रहेछ अब यसो पैसा भयो भने 100-200 बोकेर आउनु ठिक हुन्छ घुम्नलाई अब साथी बोकेर आउनु एउटा दुइटा ल अब चाहिँ हामी मुनि भेट्छौँ है मुनि सब मुनितिर भेट्छौँ हेरौँ है त बत्तलको सही सदुपयोग यसरी हुन्छ यहाँ चाहिँ अलिक सफा पानी रहेछ अब यहाँ पाउले पानी थाप्दैछ अब पानी खानालाई हुन्छ नि त अहिले धेरै जस्तो ठाउँमा चाहिँ अलिक फोरेज छ मान्छेहरूले पानी खाएर फाल्दैछ पानी खाएपछि चाहिँ बोतल नफालौँ नगरौँ त्यही हो लगाइ चाहिँ दृश्यसँगै हामी चाहिँ अब घर फल्देको बोतलको अब सही सदुपयोग गरेर पानी थापेर घरतिर जाँदैछौँ यहाँबाट अझै अब घर पुग्नलाई 2 घन्टा जस्तो लाग्छ अनि त्यही हो अरू भन्नु केही छैन यताको दृश्यहरू एकदम सुन्दरहरू छ नामै अब सुन्दरी जल यताको ठाउँको होइन सुन्दरी जल गाउँपालिका नगरपालिका के थाहा छैन अब भयो नि यताको ठिकठाकै छ भनौँ फर्स्ट टाइम एक्सपिरियन्स हो अब यताको चाहिँ घर फर्किनुभन्दा अगाडि चाहिँ यसो भोग्ला र अब चटपटे हान्नु लाग्यो है हामी होइन चटपटे 100 रुपियाँको 100 रुपियाँको चटपटे होइन त अब चटपटे खाने अनि घर लाग्यो के हो हिँड्दैन खुट्टा दुइरह आउने बेला चाहिँ गाडीमा पठाउमा नत्र आफ्नो गाडीहरू भयो गाडीमा आए हुन्छ फेरि यहाँबाट उकालोमा चाहिँ फेरि गाडी जाँदैन होइन स्कुटी जान्छ त्यो अब स्कुटी जाने ठाउँमा चाहिँ अब टक्क बाइकहरू लिएर आउन पनि सकिन्छ साइकलहरू चढाउनै सकिँदैन यहाँ त्यहाँ आफ्नो टोलमा रहेछ न हो नि यता आन्टीहरूले रहेछ भन्दाखेरि अलि गर्वले छाती फुलेको छ पप्पी 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 एकचोटि यता हेर्दा त पप्पी
रुपियाँको चटपटे खतरै हो यार। 100 रुपियाँको चटपटे र 50 रुपियाँ भन्दा नि धेरै होइन। यो एक्जिट गेट आइपुग्यो। वेलकम गेट र एक्जिट गेट एउटै हो फेरि होइन। के गर्नु चटपटे पनि 100 रुपियाँ भन्दा रहेछ। 50 रुपियाँ आउने प्लेट जतिलाई 100 रुपियाँ भनेर लगाइदियो। गाह्रो छ कि यतातिर अलिक महँगो रहेछ। अब रोडहरू पनि सानो सानो हो, धेरै टाढा नि होइन। यहाँबाट उतै माथि खाओ 100 रुपियाँ भनिदियो। अब 50 रुपियाँ प्लेट जतिलाई त्यो आउने बेला यहाँ अलिक महँगो छ। पैसा चाहिँ बोकेरै आउनुपर्छ। हामी अहिलेको ठाउँ आइपुग्यो होइन। धन्दाले बाटो भुलेको बल्ल बल्ल यो पुल आइपुग्यो। अब यहाँबाट उता चाहिँ चिनेको छैन। अब दिमागको भरमा जाने हो। बाटो बाटो अहिलेको ठाउँ चाहिँ आइपुग्यो होइन। अहिले चाहिँ यो यार यहाँबाट सुन्दरी जल त्यस्तै होला 2 किलोमिटर जति। ऊ त्यो टाढाभित्र त्यस्तै हाम्रो उता बाबा चोकबाट मुलपानी बाबा चोकबाट 7 किलोमिटर पर्दो रहेछ। फर्किने बेला पनि त्यही हो 7 किलोमिटरै पर्छ। तर यहाँ टक्कै खुट्टा दुख्छ अलिक टाढो बसेर 14 किलोमिटर हिँडेको छ आज। ठिकठाकै के गर्नु यार हिँडेपछि यस्तै हो। बिहान हुन थालिसक्यो टाइम चाहिँ। अझै पनि आधी घन्टा आइपुग्यो। पाउलो त हिँड्दा छ, मैले हिँड्छु होइन। यो केही हिँड्दै भनेपछि गाह्रो पर्छ। हामी यता अब हिँडेर आयो उताबाट बहुत गाह्रो पर्छ। त्यही भएर बसिरहेको। बिहानको बाटो यही हो, त्यो हिमालदेखिको बाटो। अहिले हामीले त्यही बाटो लस्कर फर्किँदैछौँ। टाइम लाग्छ अरे यहाँबाट घरमा 15 किलोमिटर जति हिँड्यो। जाँदाखेरि 7 साढे 7 फर्किँदा त्यति नै हो। 15 किलोमिटर हिँडेर खुट्टा त गरौँ पनि राखेको छ। त्यही माथि बुढी आउँला नआउनु पुगेर त आएन। मजा त पुवाल परिगयो यार। तातो न तातो छ त। कस्तो लाग्यो दृश्यहरू, मैले देखेको दृश्यहरू होइन। ठिक लाग्यो भने ठिक नलाग्यो केही छैन। ल यहाँबाट अब धेरै लाग्दैन। त्यो आइपुग्यो। यताबाट कटिङ छ छैन।